किच्छ केटाकेटी किच्छ धेरै पछि भ्लग आयो है, धेरै पछि भ्लग आयो ल। के होइन धेरै पछि भ्लग आउनुको कारण पनि छ है, बिस्तारै बिस्तारै भनौँ। अहिलेसम्म चट्ट पर रेडी हुँदैछु, बिहानको 4 बजेर आएछ। 4 बजी उठेर यस्तो हालत छ कि मेरोमा कसमले। किन उठ्यो भने चाहिँ मलाई चार्ज हाल्नु छ कि, किनभने 50% चार्ज छ फोनमा। अहिले गएर भ्लग बनाउनु पर्छ, अनि तनाव भइयो भने त चार्ज सक्यो भने त। त्यही भएर पनि म छिटो उठिहालेँ, 4 बजी उठिहालेँ। अनि चार्ज मारिरहेको छु फोन, अनि लुगासुगा लाउनु रेडी भइरहेको छु। अनि आजको ट्रिप चाहिँ हाम्रो कहाँ भने चरीकोटी, अनि मेरो आफ्नै होम टाउनमा हुनेवाला छ। आफ्नै होम टाउनमा कस्तो प्राउड फिल भइरहेको क्या मलाई होइन। कलेजबाट टुर गइरहेको, त्यो पनि आफ्नै होम टाउन के, कस्तो चाहिँ भयो होला सोच्नु न। केटाहरूलाई मारै घुमाउने क्या आज होइन। होम टाउन चाहिँ चरीकोट हो, अनि त्यहाँनिर चरीकोटमा मुज गर्नुपर्छ केटाहरूसँग गएर। अनि अहिले चाहिँ म रेडी हुँदैछु, अनि चरीकोट गएर चाहिँ त्यहाँबाट सैलुङ जान्छौँ। सैलुङ गएर फेरि चरीकोट आएर त्यहाँनिर बस्छौँ कि, एक 1 नाइट स्टे हुन्छ। त्यसपछि भोलिपल्ट कहाँ कालिम्पोङ जान्छौँ। अनि 2टा भ्लग आउँछ यो ट्रिपको चाहिँ, 2 दिन चाहिँ हामीले स्पेन्ड गर्छौँ, किनभने त्यही भएर 2टा भ्लग आउँछ। धेरै पछि भ्लग बनाएर कस्तो भइरहेछ यार, कसम। त्यो केटाकेटी हो, धेरै पछि भ्लग आउँदैछ, राम्रो सपोर्ट देखाउनु पऱ्यो कि। अब यो सपोर्ट राम्रो आयो भने त म अरू पनि बनाइहाल्छु नि होइन। सपोर्टको भरोसा आएको ल। पिस आउट। लुगा लाउनु रेडी भयो म, अब रेडी भएपछि निस्केपछि केटाहरूसँग भेटेर चट्टा है ल। केटाकेटीको म चाहिँ रुमबाट निस्किसकेँ अब चाहिँ, अनि अब बस स्टप जानु लाग्यो। त्यहाँनिर एउटा साथी छ अझै, अनि त्यसलाई भेट्छु। त्यसपछि त्योसँग सँगै कलेज जान्छु। अनि कलेजबाट टुर बसमा चट्ट ल, अब सिधै कलेजमा भेट्नुपर्छ ल। कुन चाहिँ हाइब्रिड अन्त केटा गाडी चाहिँ छ अरे है, कलेज जानुपर्छ। ल केटा हो केटी हो कलेज आइपुग्यो ल। हाम्रो कलेज चाहिँ यो यता लन्डन, यता पेन्टागन है। कलेज आइपुग्यो खै त। भाइ गुड मर्निङ। केटाकेटी यो चाहिँ हाम्रो स्टाफ रुम, अनि यो चाहिँ आफ्नै क्लास चाहिँ आफ्नै कैरेसा बालीमा फलेको क्लास। मिठा भन्छ क्या भाइलाई। सबजना रेडी ल, रेडी अब एकछिन निस्किनु पर्छ। 6:30 भइसक्यो, हिँडेकै छैन यहाँ। ओके केटा अब यो हाम्रो कलेजको अगाडि, त्यो अगाडि 3 किलोमिटर ग्राउन्ड है, चट्टा लाएर यस्तो चाहिँ नदेख्नु, चट्टा लाएर भट्ट। कुन चाहिँ हाम्रो हो गाडी चाहिँ हो ल, यसैमा जानुपर्छ। टुरिस्ट गाडी भनेर ल्याइदिएको थियो, चट्टा लाएर सिटमा गएर बस्नु। कपिराइट आउँछ कि फेरि चढ भनेर लाग्छु ल। कहाँ बस्ने भाइ? महिला सिटमा त नबस्नु होला। यहाँ रिजर्भ हान्ने हो। केटाकेटी यो फर्स्टको सिटमा ल, फर्स्टको सिटमा चट्टा लगाएर यस्तो छ हालत। अर्को आयो यहाँ, अर्को डन। ठाउँ नै पुगेन यार, दुईजना त बाहिर बसिदिएर क्या, भना भइदिएर के गर्ने त। जाने गरिबलाई मार्ने हो सर तपाईँहरू। स्याड भयो यार, केटाहरूले पठाइदियो कहाँ पछाडि। केटा केही चारा पाइएन, लास्ट सिटमा गएर राख्दै यार। लास्ट सिटमा राखेर यार तनाव भयो नि त, भएन स्याड यार। निस्क्यो है फर्स्ट सिटमा आएर फेरि बस्दै क्या, फेरि काठमाडौँ प्लास्टिक वितरण हुँदैछ।
भने 46 भइरहेछ सट्टा लगाएर आइसक्यो खाना खानुपर्छ हाम्रो उठान भाइ लौ सम लौ चाहियो होइन चलेगा लौ हेर यता हेर ल वर्षदेखि खाएको छैन रेलले क्रेजी केटा हो हाम्रो नास्ता चाहिँ यहाँ रेडी छ तरकारी रोटी यो म्यावा र खरबुजा अनि चना अनि 2टा अन्डा अनि हाम्रो निरज सरकारले पनि लिइसक्यो अनि हाम्रो अङ्कित सरकारले नि उहाँ लडाउँदै ए अन्डा सुरु यार सुरु ओए 2टाले हातेले त ओए के हो घर लिएर जान क्या घर लिएर जान लाग्छ यार केटा खाएर चट्ट खाइसक्नुपर्छ ओके सर धन्यवाद है त्यही खानाको चलिदिनु पर्छ कि सैलुङजी सैलुङको बस राख्ने ठाउँ एउटा टावर यो चाहिँ हाम्रो बस रेडी भएर बसेर यसो घुम्नुपर्छ खानासाना खानुपर्छ पहिला त्यसपछि ल केटा हो सैलुङ आइपुग्यो है सैलुङको पछाडि डाँडा हेर्न सक्नुहुन्छ गाइस सबैजनाले घान्टाल क्यालो सरी फर द्याट है यो डाँडा यहाँनिर चिकन पारिएर चाहिँ एउटा उठाएर गइदिउँ कि त्यस्तो गर्नु हुँदैन साउन्ड पोर के सिट गइदिनु ल केटा हो माथि यहाँनिर पहाड चढ्नुपर्छ लुगा सुकाएर चाहिँ होटेलको स्टाफ समथिङको होला त्यहाँ केटाहरू छ केटाहरू नै आउँछ सबैजना तिमी नै क्रेजी छ त यार केटा तिमी नै चरीकोट देख्दै रहन्छ यार यहाँबाट देखेर रहन्छ यहाँबाट कहाँ crazy it's just crazy yaar guys crazy love the place अब केटा रिजोर्ट बनाइसक्यो अब खानासाना खाने खाना खाने फेरि माथि हामी उहाँ जानुपर्छ कि हावा चाहिँ एकदम धोक्रो भएको छ ल सरी फर इट धेरै कराइएछ कि ट्रिपमा बस्थ्यो के भएर गर्दैन खानासाना खाइभयो अनि 1 घन्टाको हाइकलाई जाँदैछौँ त्यो पानी पनि बोकिसक्यो अनि केटा चाहिँ पछाडि सबजना है के हो भाइ के हो त एक्लै आउने क्याफेमा आउँछ यादव सरकारले त्यही केटा पछाडि साइन्सको आइरहेको छ भुराभुरीहरू हामी चाहिँ यस्तो हाइकिङ जानुपर्छ कि चट्टलाएर माथि चढ्दैन 1 घन्टाको हाइक छ मेरो सास फुलेर जान्छ सास फुल्छ तर म रुक्दिनँ जुट्छु म यहाँबाट चाहिँ हाइक सुरु भयो 1 घन्टाको ठाडै उकालो सिडी नै सिडी गाह्रो छ केटा हो हिँड्न नपाइ थाक्दिएर ओ शिट पानी खाऊ हाइड्रेट बनाऊ चढ्दा उकाली हिर्काइदिन्छु नि फेरि म त अति उकालो चढी यार त्यही हो गाइस अब उकालो चढिसकिन्छ अनि चट्टामा टपमा बस्छु ल ओ शिट नट गुड ओ शिट नट गुड ओ शिट केटा हो आइपुग्यो है ग्रेट अफ चाइना होइन ग्रेट वाल अफ नेपाल है बल छ ल केटा केटी हो ग्रेट वाल चाहिँ सरी यार मिनी वाल चाहिँ सक्यो होइन मिनी वाल सकेपछि अर्को सैलुङको हाइक सुरु हुन्छ कि गाइज म यसको दादा यहाँ आइसकेको छ बाजेको टाउको म्याक कसम सो त्यही हो मिनी वाल चाहिँ सक्यो अब पुरै ठाडो हाइक छ अब यो हाइक चढ्नुपर्छ कि ठाड्डै उकालो छ ठाड्डै उकालो
ल केटाकेटी सैलिङ आइपुग्यो है चट्ट लाएर सैलिङको डाँडा चियो त्यहाँ माथि महादेवको गुफा भन्ने मन्दिर होइन महादेवको मन्दिर देखाउँछ अहिले अनि साइकल ठिक हुन्छ तपाईँ अनि यता चट्ट लाएर ओ यो पाहाड त के जस्तो छ हेर त केटा खाऊ चिज ला 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 हेर ला ला Say no to weed, guys. Say no to weed. ए ओए माल छ त्यहाँ यहाँ ओए राम्रो ल ल ल के बोले भाइ यसले क्रेजी ब्रो त्यो छ नि केटा ऊ त्यो हो यो यहाँनिर पुग्ने क्या मेनली चाहिँ हामी केटाहरू यहाँ माथि चढिसक्यो यता छ केटाहरू यता अरू केटाहरू है धेरै हाइकिङ भइसक्यो हाम्रो बुझ्दैन केटा हो यो अन्त केटा हो सैलुङको ब्युटी भने होइन कसम रुख फाडे होइन नि नपलाएको यहाँ बाबा कपिराइट चाहिँ नलागोस् केटा हो यति हो जाने रनाच होला एक केटा हो सैलुङ आइपुग्यो है फिल्मीवाला मुभीवाला ला हेर ला म्याडर बादर उब्रे भन्छ बादरको बच्चा क्रेजी बवाल यताबाट हो कि यताबाट नि छ यताबाट नि जानु पाइयो यताबाट नि जानु पाइयो यताबाट नि जानु पाइयो यताबाट छु र यताबाट छु चढ्दा दुखी सिक्यो खुट्टा के गर्ने हल्ला फुट्न लागिसक्यो जुत्ता हाल्यो राजेश दाइले उ लगाएन चौमिन खान त्रिशुल गाइस ब्याकग्राउन्डमा हेरेर बवाल होला नगर नि क्या पानी ल्याएर चाहिँ भिडियो खिच्छ त्यो चिसो हावा यार केटा हो यो अहिले डिस्टेन्स चाहिँ हामीले कभर गरिसक्यो धेरै ब्याकग्राउन्ड भेट्नु सक्नुहुन्छ चट्ट लाएर है केटाहरू पछाडि छ जाडो भएर अति नै के गर्ने होला जाने टपमा त हो नि बिरामी हिँड्न हो थाइट ओ यहाँ बब्बल फुटाउँछ ए फोनै छैन क्या फेरि र केटा हो अलिकति माथि प्रोग्रेस भयो हाम्रो पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ ऊ त्यहाँ डाँडा धेरै थाक्यो ल अलि माथि आइपुग्यो पछाडि चाहिँ ऊ त्यहाँ टावर भ्यू चाहिँ कसम क्रेजी छ यार बवाल हो भ्यू त बवाल ल मेरो फ्रन्ट क्यामेरा ब्याक क्यामेरा बिग्रेर यहाँ तला भइसक्यो फ्रन्ट क्यामेराले मात्रै खिचिरहनु ओए क्रेजी ल क्रेजी केटा हो क्रेजी ठाउँ त के सारी सुट्या हो रन्डीको मान्छे ल केटा हो अब डाँडा चढ्ने यस्तो ठाडो डाँडा छ चढ्नु पर्छ पुरै ब्याकग्राउन्ड म्युजिक छ फेरि केटाहरूको यो पार्ट चढ्नुपर्छ केटाहरू मान्छे नि छ अरे यिनीहरूले त कपिराइट हाल्दै छाड्छ यार मलाई त ओए कस्तो चिसो आएको यार ओए स्वाटै चिसो आइदिएर ल साइको ओए सिक यार तर क्यामेराले यो ब्युटी चाहिँ क्याप्चर गर्न सक्दैन जस्तै भएन तलदेखि कुदेर तलदेखि कुदेको थाके ओइ सास फुल्यो कुहिरो लाग्यो ओइ कुहिरो लाग्यो नि ओ कि धुवा हो होइन त्यस्तो धुवा हुँदैन के कस्तो हो नि हेर न हेर हेरौँ भन्छ नि केटा दोलखाको ब्युटी छैन म दोलखा बसेको मान्छेले थाहा छ कि कति ब्युटी छ दोलखामा कमै पनि अब भन्यो दोलखा ब्युटी छैन कसैले भन्न सक्छ
डोन्ट कम्पेयर दोलखा विथ एनी अदर प्लेस के त्यसै दोलखामा स्विजरल्यान्ड अफ नेपाल भनिँदैन नि बुझ्यो आई हाइली रेकमेन्ड यु टु कम हियर है केटाकेटी हो यहाँ हेर न बादल कस्तो बल देखेछ हेर एकछिन ओइ म त ल केटा हो अलि डाँडामा है कुहिरोले पुरा प्याक भइरहेछ है डाँडा चाहिँ अनि जाडो उस्तै भएर हात यस्तो चिसो भने हात त कापिरहेको चिसोले कुद्दै त होइन अलि बिस्तारै बिस्तारै छ अर्को यहाँ जोइन भएपछि हाम्रो अटल प्रो म्याक्स होइन अब सबैजना चट्टमा जति छिटो गयो त्यति तातो तातो हुन्छ क्या ओहो मेरो हात चिसो भएको हुन्छ होइन यस्तो चिसो अनि कसरी गर्ने र भने मरिन्छ यार ल एकछिनमा ल प्लिज यो सबजना जाडो गरेर कसैले के भिडिसक्यो यी अति चिसो भइरहेको ओठ उठ्दै फुट्नलाई चाहिँ गाह्रो छ गाह्रो हुन्छ फाइनली केटा मरि भयो नि जाडोबाट यस्तो के लाग्थ्यो मैले हाफ मात्रै गएको थिएँ कि भित्र मरि भए पनि आइपुग्यो पछाडि चाहिँ गुम्बा दिन सक्नुहुन्छ उता पछाडि त्यो सो त्यो केटाकेटी हो लास्ट जाडो भयो क्या कस्टमर भन्दा नि यस्तो चिसो भएर भ्लगै बनाउनु गाह्रो भइरहेको क्या एउटा मस्त लङ पसार छ त्यही केटा लास्ट त्यो तलबाट आएर हेर न हेर नि कसम के हो भने त्यहाँ चाहिँ भ्यू टारै हाम्रो त्यो चाहिँ हाम्रो भ्यू टावर त्यहाँ जानुपर्छ हामी फकिङ हेल ब्रो नर्गको बाटोबाट जस्तो लाग्यो बट इट वाज अल वर्थ इट के बुद्धनाथ हुन्छ सो केटा आइपुग्यो फाइनली सिट यार दिस इट्स क्रेजी आइङ लाडी This is crazy, man. This is crazy. Yeah, I'm gonna get out of here. We are here in fight. Custom, man. It was all worth it. Kuro barali view era hai na. This ball sa game, man. Custom mal get out. Temperature ke mind sa? Falling to. अति जाडो भयो क्या त्यो भएर हामी चाहिँ यो भर्ने राख्छौँ कस्तो घर के गरेर थाहा भएन अति जाडो भयो कि गुड इभिनिङ यस्तो छाया पाइन्छ कि भनेर आएको हामी चाहिँ गुड इभिनिङ ए ओइ के हो यो त ओइ यो त के हो स्याट उकालो छ त यार ओइ मरिन्छ यार यो त जाडोले टपमा आइपुग्यो यस्तो मोटी सुती रहेछ केही देख्दैन यार मान्छे यस्तो छ केही देख्दैन हावा मात्रै लाग्यो के गर्ने यहाँ त बेकार आएको छ फेरि यहाँ चढेको नि 20 रुपियाँ क्या यहाँ चढेको नि ए भेटी चढाएको थियो चढाइ नै क्या अति जाडो भएर टपमा गएको त सकिएन अति जाडो के मर्न लाग्यो यार म त लेखमा बस्ने मान्छेले लुगा लगाएर चिनाहरूलाई के होला यार म त्यही सोध्दैछु क्या केटा अति जाडो होइन अब जानुपर्छ फेरि तल जाँदैन उस्तै चिसो हुने होला के त्यही टेन्सन लगाएर होइन के गर्ने अनि केटा त्यही हो अब तल झरिहाल्यो ओइ आएको पाले जस्तो छ यार आएको आएको नजाउँ कता हो ल जाउँ केटा घर जानुपर्छ घर त होइन बस्न जानुपर्छ ओए म त भ्लग गर्नै सक्दिनँ कि जाडोले कस्तो यस्तो चिसो लगाएर यसरी समाइरहेको छु क्या फोन यसरी अनि अति चिसो भएर आएको स्याटले गर्दाखेरि ल त्यो केटा बनाइहालेँ ठाउँ यो एकचोटि हेरिहाल सैलेन्ट कस्तो छ हाम्रो एकचोटि देखाइदिन्छु म यो चाहिँ हाम्रो गुम्बा यो गुम्बा हाम्रो यता मन्दिर नि छ ए यो केटा हो यसरी है यो पछाडि हाम्रो अर्को गुम्बा सक्सेसफुली हामी हेलबाट स्किप गरिसक्यो होइन हामी बसमा जानु भएको त्यसपछि चैरकोट जान्छ हामी चाहिँ चैरकोटबाट गएर बस्छौँ अहिले चाहिँ कति बजी नि 5:40 भइरहेको अहिले बेलुकाको अनि त्यहाँ मन्दिर छ है दिस वान ओके सो केटा लाग्नुपर्छ अब ल केटा हो यो महादेवको के हो शिला समथिङ आइसक्यो पछाडि देखिन्छ ओइ सनसेट हेर न गाइस पछाडि पछाडि देखेर चाहिँ बवाल हेर सनसेट पछाडि हेर
क्रेजी हो ढोग्नुपर्छ है यस्तो लाँडा साउदानी खिच्ने भन्दा केटा मैले चाहिँ के लाग्छ भने टिका सिकान लगाएको थिएँ अनि अहिले चाहिँ हामी चाइनाको वालमा छ चाइनाको वालमा अब तल गएपछि मेट्छु यो त म होइन के छ र जो केटा हिँड्दा हिँड्दा रात परिसक्यो यार के गर्ने हो तनाव भयो त रात परिसक्यो पुगिँदैन कहिले हो यत्रो बाटो हिँड्नु सहजै तनाव छ तनाव फेरि फोनको ब्याक क्यामेरा बिग्रेर उस्तै बाहाल्यो के गर्नु अब गाडीमा जान्छौँ के फाइनली होइन रुममा चाहिँ यो कति बजिरहेको छ भने अहिले बेलुकाको 9:04 भइरहेछ छाडा बोल्दैन छाडा बोल्दैन के हो भने के भयो क्या कुरै नमिल्ने क्या साइकोहरू उनीहरू 4 जना बस्ने भने हामी 3 जना बस्ने भने है कुरै नमिल्ने 5-5 जनाको रुम छ 10 जना छ अब आउने नमाने हामी के गर्नु त अब तनाव नयो भने रुममा आइरहेको छ आफ्नो 4 जनाको लिएर बसिरहेको छ अनि 5 जनाको छ मिल्दै मिल्दैन पागलहरू क्या अनि अलि ट्रिपल साइड क्विन साइज बेडमा कहाँ यहाँनिर कपाल पो सुत्छ 3 जना सुता पाता कस्तो ठिसहरू छ यार यसरी सुत्दै छाडा बोल्दैन है फेरि छाडा बोल्छ पाइयो ल त्यतिखेर डेन्जर थाकिएछ म कस्तो ल केटाकेटी हो वागवान अब यहाँ चट्टलार क्याम्फायर स्याम्फायर हुन्छ है क्याम्फायर रेडी छ त्यहाँ चट्टलार क्याम्फायर गरेर केटा अन्धकारमा हिँड्दै हिँड्दै भयो भने प्याराडाइज सरी नाम भन्दिनँ ल नाम चाहिँ भन्नुहुन्थ्यो नि यसको बालो भने जोगले हुन्छ भेट माया हुन्छ क्याम्फायर छ त हो नि त भाइ यस्तोमा जोन अरू एक्सप्लोर गरौँ न भाइ क्रेजी ल क्रेजी हजुर छ यहाँ भएको यहाँ केटाहरू सब लाइन लगाएर है ल्याम्प पार्नुपर्छ यहाँ चिकन है सो त्यही गाई त्यसपछि हाम्रो बारबिक्यु हुन्छ अरे त्यो भन्दाखेरि चाहिँ लडाइसक्नुपर्छ कि पागल कपिराइट आउँछ अहिले कपिराइट लाग्छ कि केटा नभए त लङ भिडियो बनाउँथ्यो यति काम चाहिँ राम्रो गरी चाहिँ कान्छ ल केटा पार्टी साडी सक्यो है बाबी सक्यो अब घर जाने मतलब होटेलमा जाने होटेल जाने कि रुममा जाने रुममा गएर सुत्दिने है देखाएको छैन होला मलाई म त्यस्तो कालेन छैन कि फेरि होइन चट्टला ओए यो त डिसपियर हुँदो रहेछ मेरो त अलिकति यता चिक्स पानी देखिरहेको यताबाट देखिन्छ नि त ल केटा हो बाबीक्यू सकिएन होइन केटाहरू गर्दैछ अझै बाबीक्यू हामी चाहिँ लाग्दैको कि धेरै खानै नै हुँदैन भन्थ्यो गाली नै होइन चट्टलाएर घर गएर खानुपर्छ त्यति नि कालो छैन कि यार कि रातो नै हेर्ने हेरिरहेको छु काले केटाले भनेर बजाइरहेको थियो कि यसैलाई डेडिकेटेड हो कि होइन ललिपप बजाउँदा कस्तो होइन भने होइन भन् अनि ललिपप त बजायो नि त ललिपप कस्तो केटाकेटी हो सुत्नु पर्यो यार थाकियो नि मा कसम डेन्जर हिँड्यो टिकटक बनाउँदैछ टिकटक गाह्रो छ नि घरको एउटा आएकै छैन तिमी आइस अब सुत्नुपर्छ त्यसलाई त के पर्छ यार म भब्बा लिएर आएपछि 12 बजिरहेको अब घोप्टिनुपर्छ ल भाइ आजको लागि भ्लग यति नि